हेलो साथीहरू, तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। आज चाहिँ हामी जाँदैछौँ बोराबाँध है। म चाहिँ गएको 2-3 चोटि भइसक्यो। आज म चाहिँ फ्यामिलीहरूसँग जाँदैछु। मेरो बाबा र बहिनी चाहिँ गइसक्नु भएको छ। त्यसपछि अरू चाहिँ नहटेर मेरो निनीहरू मेरो दिदीहरू चाहिँ सफारीमा जानुभएको छ। अहिले चाहिँ हामी पुगेर यहाँनिर पार्किङको बिल काट्दैछौँ है। यहाँ चाहिँ पार्किङ गर्ने व्यवस्था पनि छ है साथीहरू। ऊ चाहिँ मेरो दिदीको छोरा हो, ऊ चाहिँ लजाउँदैछ, त्यही भएर म झन् भिडियो बनाउँदैछु क्या उसको। अनि हामी पार्किङ गरेर चाहिँ जाँदैछौँ। यहाँ चाहिँ निनीहरू डेरी मम्मीहरू सबैजना हुनुहुन्छ, पर्खिराख्नु भएको थियो। अब चाहिँ हामी पार्किङ गरेर आइसक्यौँ साथीहरू। तर पहिला जस्तो चाहिँ भिड धेरै चाहिँ थिएन होइन, हेर्न सक्नुहुन्छ तपाईँहरू पनि। पहिला त यो एकदम जाम हुन्थ्यो है, अहिले चाहिँ धेरै रहेन रहेछ पहिला जति चाहिँ। तर बोटहरू चाहिँ धेरै आएको रहेछ क्या, हेर्न सक्नुहुन्छ। यस्तो स्पिड कुदाउँछ, फेरि यस्तो स्पिड कुदाउँछ नि, हेर्दै चढ्नुलाई डर लागेको क्या हामीलाई चाहिँ। अनि हामी चाहिँ यहाँ फोटो खिच्ने कार्यक्रम हुँदैछ है साथीहरू, हाम्रो फ्यामिलीको है। बहिनीले चाहिँ खिचिदिँदैछ मम्मी ड्याडीको होइन, अरूको पनि खिचिसकेको छौँ हामीले चाहिँ। अनि यहाँ चाहिँ यस्तो टिकटक बनाउने व्यवस्था पनि छ है साथीहरू। सबै सुविधाहरू चाहिँ धेरै नै आइसकेको छ, तर अलिक मान्छेहरू चाहिँ घटिरहेछ जस्तो लाग्यो। पहिला जस्तो चाहिँ छैन धेरै भिड होइन, हल्का चाहिँ छ। पहिलाको हेरिकन चाहिँ हल्कै भन्नुपर्छ। यहाँ चाहिँ पारी पनि बनाइरहेछ क्या होटल जस्तो। सबैजना हामी चाहिँ घाम डुबेको हेर्न आएको अरे। अनि हाम्रो चाहिँ यहाँ पान खान मन लागेर पान बनाउन लाग्यौँ है साथीहरू हामीले चाहिँ। अनि यहाँ बहिनीले अनि हामी सबैले प्रायः जस्तो खायौँ। अनि मैले पनि खाएँ है। अनि निनीहरूले चाहिँ खानु भएन। हामीले चाहिँ अब 3-4जनाले चाहिँ खायौँ, अरूले चाहिँ खानु भएन पान। तर बजारमा जस्तो मिठो चाहिँ थिएन है साथीहरू। अहिले चाहिँ फाइनल्ली हाम्रो दादा भाउजूहरू आइसक्नु भएको छ। अनि हामीले चाहिँ पर्खिरहेको थियौँ नि त अघिदेखि। त्यसपछि भदैले पुरा बोट चढ्ने भनेर जिद्दी गरिरहेको थियो। अनि हामी चाहिँ जाँदैछौँ है। हामी चाहिँ धेरै नै 4जना चढिरहेको थियौँ। अनि सानो बच्चालाई चाहिँ फ्रीमा चढाउँदो रहेछ क्या यसमा चाहिँ। अनि त्यसपछि हामी चाहिँ चढ्यौँ है साथीहरू। अब चाहिँ जाने हो बोटमा भनेर। तर हेर्दा चाहिँ डर लागिरहेको थियो, तर बस्दा चाहिँ त्यस्तो धेरै डर लागेको थिएन। मलाई चाहिँ याक्कै पारिरहेको छ क्या त्यो, कस्तो मलाई नामै भन्न आएन क्या। हामीलाई धेरै होइन 2 राउन्ड होला गरेर हामीलाई झारिहाल्यो है साथीहरू। रमाइलो लागिरहेको थियो, हेर्दा जति लाग्यो पनि रमाइलो नै थियो। अनि अब चाहिँ हामी खाजा खान गयौँ साथीहरू। चाहिँ चटपटे खाँदैछौँ हामी, सक्नुहुन्छ है। पहिला जस्तो भिड चाहिँ छैन है। घाम हेर्ने भनेर आएको साथीहरू, घाम डुब्ने बेलामा हुसी लाग्यो। त्यसपछि चाहिँ हामी घरतिर लाग्यौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।